हेलो एन्ड सुस्वागतम दर्शकवृन्दहरूलाई मेरो भिडियोमा हैन गाइजहरु। आज चाहिँ म ल्याएर मेरो फर्स्ट ट्रिप छ आज बुसिनमा हैन। अनि उतापट्टि हेर्न सक्नुहुन्छ मेरो प्यासेन्जरहरू हुनुहुन्छ। अब चाहिँ म टक्क ल्याएर प्यासेन्जरसित पुग्नु पर्ने हुन्छ। हाम्रो फर्स्ट ट्रिप रहेको छ मुम्बईदेखि बेङ्गलुरु। अहिले चाहिँ गाइज म मेरो हैन गाइजहरु आफ्नो गाडीलाई लिएर चाहिँ टक्क ल्याएर अहिले चाहिँ गाइज म मेरो गाडीलाई लिएर प्यासेन्जर बोर्डिङ पुगेँ। अनि गाइज अहिले चाहिँ गाडीमाहरूमा चाहिँ प्यासेन्जरहरू चढ्दै हुनुहुन्छ, 5 जना मात्र हुनुहुन्छ। अनि गाइज त्यस पछाडि म चाहिँ टक्क ल्याएर मेरो गाडीलाई लिएर टक्क ल्याएर स्टेसन निस्किएँ एकैछिनमा। अनि म टक्क ल्याएर बाहिर निस्केको त टक्क ल्याएर इन्डियन भाइब्स त ओहो अगाडिपछि चाहिँ कहाँको सिनेमामा मलाई थाहा भएन। इन्डियनहरू कसैले हेर्नुहुन्छ भने चाहिँ टक्क ल्याएर कमेन्ट हानिदिउँ हैन गाइजहरु। अनि गाइज यो गेम चाहिँ खतरै लाग्यो है गाइजहरु। फर्स्ट ट्रिप हो, धेरै नबोलौँ हैन। ओहो गाइजहरु, ओहो गाइज बस चाहिँ खतरै हालिदिएको रहेछ के गाइजहरु बुसिनले हैन। मतलब इन्डिया हो नि त, इन्डिया भनेको पुरानो अलि देशी भाइब हुनेवाला हो नि। अनि गाइजहरु अहिले चाहिँ गाइजहरु हाम्रो गाडीहरू चाहिँ टक्क ल्याएर फ्लाइओभरतिर आइसक्यो। हाम्रो फ्लाइओभरहरू चाहिँ देख्न सक्नुहुन्छ, इन्डियाको फ्लाइओभर हो। अनि गाइजहरु खतरै छ गाइजहरु, गेम चाहिँ बबालै लाग्यो। फर्स्ट ट्रिप हो, हजुरको देखेन मलाई बब्बलै मजा लाग्यो। ओहो ग्राफिक एकदम बबाल हो, यसो रफ्तारै चला गाइजहरु। ओहो गाइजहरु त खाली आम्बो स्टियरिङ फेरि खतरै रहेछ के, कन्ट्रोल चाहिँ मलाई बबालै लाग्यो यसको हैन। अनि अब चाहिँ ट्याक्क लगाएर ग्राफिक्सहरू चाहिँ ठक्क लगाएर हैन। ग्राफिकमा पनि गाइजहरु यो गेममा चाहिँ टक्क लगाएर एउटा चलानहरूको के चलान मतलब कोही नेपालीले नबुझ्नु होला हैन। टक्क लगाएर मतलब फाइन के ट्राफिक नियमहरू पालना नगरेमा फाइनहरू हाल्दै चाहिँ बब्बाले हुन्छ। इन्टेरियर एकदम बबाल छ, मस्त छ, खतरै लाग्यो कि मलाई त। हजुरलाई कस्तो लाग्छ कमेन्टमा हानिदिनु होला। अनि गाइज यसको चाहिँ एउटा डिसएपोइन्ट पोइन्ट भनेको चाहिँ यसमा चाहिँ जम्मा 2टा गाडी छ क्या, भर्खर लन्च भएको नि त, मतलब 1 महिना जति हुन लाग्यो नि त। मलाई चाहिँ यसको ट्रिपको भिडियो चाहिँ 0 ल्याएँ किनकि मलाई फुर्सद थिएन। आम्बो गाइजहरु अगाडिपट्टिबाट यस्तो ताले ट्रकले मलाई ओभरटेक गर्नै दिएन। मलाई ट्याकल ल्याएर रङ लाइनबाट टक्क ल्याएर घुसाइदिए। अनि एम्बुलेन्सलाई पनि टक्क ल्याएर ओभरटेक हानिदिए। अनि गाइज कस्तो चाहिँ गेम बनाएको छ क्या मलियोले हैन, मलियो कि मालियो ओहो एकदम अक्खा छ। अहिले चाहिँ गाइज हाम्रो गाडीहरू चाहिँ टक्क लगाएर यस्तो इन्डियाको अर्को कुनाको पनि कुन ठाउँमा चाहिँ आइसक्यो। ओहो गाइजहरु अनि अगाडि जाम रही, तर मलाई बाल बनाउन मैले ट्याकल लगाएर यस्तो चल्दै साइडबाट निकालिदिएँ। अनि साइडमा हजुरलाई खतरा लाग्दो खोला रहेछ, खोला मतलब नदी। मलाई यस्तो आनन्द आउँछ नि, यस्तो थकानहरू एकदम रिलिफ हुन्छ क्या। अहिले चाहिँ म चाहिँ तेल हाल्ने ठाउँमा है, तेल हाल्ने ठाउँमा चाहिँ टक्क ल्याएर अब फुल टङ्की हानिदिनु पर्छ। अहिले चाहिँ आफ्नो गाडीमा म टक्क ल्याएर हैन तेल चाहिँ फुल हालिदिएर यस्तो ताजमहल हो कि के हो भएको ठाउँतिर आइसकेँ। ताजमहलै होला गाइजहरु, इन्डियामा ताजमहल यस्तो एम्बो ल्याएर ठोक्यो नि त गाइजहरु, चकनाचुर भयो गाइजहरु मेरो गाडी। के गर्नु प्यासेन्जर पनि कमै छ। ओहो गाइजहरु गाह्रो छ नि हो जिन्दगी। आम्बो मलाई एकदम बबाल लाग्यो गाइजहरु। अब धेरै प्रशंसा नगरौँ किनकि बस सिमुलेटर इन्डियाले मलाई केही पैसा सुक्को दिएको छैन गाइजहरु यो गर्नको लागि। अहिले चाहिँ गाइज हामीहरू चाहिँ टक्क ल्याएर स्टेसन आइपुगिसकेका छौँ। हाम्रो फर्स्ट बुसिनको ट्रिपहरू चाहिँ टक्क ल्याएर खतम भयो है गाइजहरु। अनि बुसिनको ट्रिप कस्तो लाग्यो गाइजहरु, ट्याक्क ल्याएर ठोकियो, धेरै कुरा नगरौँ। अनि आजको लागि चाहिँ बाई बाई हैन गाइजहरु, अब अर्को भिडियोमा भेटौँ है त।